यहाँबाट यो आकाशको पानी टिनमा आउँछ, टिनमा आएको पानीलाई चाहिँ यसरी उहाँहरूले बनाएर यहाँबाट यसरी पाइपबाट यो ट्याङ्की बनाउनु भएको छ, यो ट्याङ्कीमा खसाल्नुहुन्छ। यो ट्याङ्कीमा खसालिसकेपछि यहाँ जम्मा भएको पानीलाई पाइपबाट फेरि उहाँले खेतमा लाने बनाउनु भएको छ यसरी। हामी त्यो खेतमा पनि जाँदैछौँ। यसरी यहाँबाट चाहिँ यो अन्डरग्राउन्डबाट पाइप गएको छ, तल पाइप हेर्नु सर हिती घारीमा छ पानी, हिती तलेर झरेर हेर्नु। यस्तो बन्जर जमिन छ, तर यो बन्जर जमिनलाई उहाँहरूले आकाशको पानी सम्हालेर सिँचाइ सुविधा नहुँदै पनि खेती गर्नुभएको छ। तरकारी खेती गरेर यस्तो हरियो बनाउनु भएको छ। यो चाहिँ आकाशकै पानी जम्मा गरेर खेती गरेको यो टमाटर खेती हो। यसरी 2 घरले खेती गर्नुभएको छ। अघि मैले तपाईँलाई देखाए जसरी माथि चाहिँ घरको टिनको छतबाट पानी आउँछ, त्यो पानी पाइप मार्फत तलसम्म झर्छ र तलमा यसरी चाहिँ खेती गर्नुभएको छ। यो ठाउँमा चाहिँ बदेलले मकै खेतीमा एकदमै क्षति पुर्याइसकेपछि हामी तरकारी खेती गर्नुहोस्, अर्को विकल्प हाम्रो किसानलाई चाहिँ विकल्पलाई यो तरकारी खेती गर्नुहोस् भन्ने कुरा भयो। यो तरकारी खेतीमा चाहिँ विषादीको कारणले गर्दाखेरि बदेलले खाँदो रहन्छ भन्ने कुरा गत वर्षको तरकारी खेती पनि हामीलाई सिकाइ बनाएको छ। र यो सिँचाइ कोषले हाम्रो सदस्यहरूलाई धेरै सहयोग गरेको छ। र यो सिँचाइ कोषबाट अहिले हाम्रो किसानहरू वृद्धि हुनुभएको थियो, जबकि यहाँको किसानहरूले सदाभर तरकारी बाहिरबाट किनेर खानुहुन्थ्यो भने अहिले चाहिँ यहाँ आफै उत्पादन गरेर बजारीकरण गर्नुभएको छ। बजारमा चाहिँ लिनुहुन्छ, हामी गाडी यहाँ आएर घरैबाट तरकारी चाहिँ लगिने गरेका छौँ। म आज सल्यानको त्रिवेणी गाउँपालिका 5 मुलाबारीमा आएको छु। मुलाबारीमा मैले तपाईँहरूमाझ यो सिँचाइको समस्या भएपछि किसानले कसरी पनि तरकारी खेती गर्ने इच्छा भयो भने खेती गर्न सक्छन् भन्ने कुराको एउटा उदाहरण देखाउन चाहन्छु। मसँग चाहिँ 2 वर्षदेखि तरकारी खेती गरिरहनु भएको छ र त्यो तरकारी खेती गर्नलाई उहाँले आकाशे पानीलाई चाहिँ यो पानी ट्याङ्कीमा जम्मा गरेर त्योबाट खेती गरिरहनु भएको छ। म उहाँसँग कुराकानी गर्छु, कसरी खेती गरिरहनु भएको छ अनि कति कट्ठामा खेती गरिरहनु भएको छ भन्ने कुरामा कुराकानी गर्छु। नमस्कार। नमस्कार। मलाई यो अचम्म लाग्यो कि तपाईँले यो बनाएको देखेर, होइन? यो खास कसरी बनाउनु भएको अनि योबाट चाहिँ के हुन्छ, यसो कसरी पानी जम्मा हुन्छ त्यसको बारेमा भन्नु न। यो पानी त नि अब यो माथि पानी टिनबाट बगेको पानीलाई यहाँ सञ्चालन गरेर यहाँबाट गराएर यहाँ टङ्कीमा हालेर जम्मा भयो। त्यहाँदेखि हामीले पानी हुँदाखेरि हामीलाई यति थाहा पनि थिएन। बाबुले भन्नुभयो तपाईँहरूले अब कसैले आफूलाई अब केही भएको जिसाका काम गर्नु छ भने तपाईँहरूले हाम्रो निर्व्याज पैसा छ हामीसित, हामीले संस्थासित ल्याउँदैछौँ। तपाईँहरूले टङ्की बनाओस् भन्न हामीलाई दिन त 10-12 घरलाई दिएको। हामीले फेरि नै ल्याउँ त सबले लेखाए, फेरि बनाउने बेला बनाएनन् धेरैले। हामी 2 घरले मात्र बनायो, हाम्रो दिदीको घर हो पर। 2 घरले मिलेर यो टङ्की बनाउनु? नै, यो हाम्रो हो, पर पनि छ। छुट्टा आफ्नो व्यक्तिगत बनाउनु व्यक्तिगत। उहाँले 75,000 को बनाउनु भएको, हामीले 81,000 को बनाएका। हामीले पर पनि तरकारी हामीले यो टङ्की बनाएदेखि तरकारी लगायौँ र 2टा बारी परेटा लगायौँ र हाम्रो टमाटर त धेरै। यो पाइप लगाएर यसरी गराएर चाहिँ यो आकाशको पानी जम्मा गरेर तरकारी खेती गर्न सकिन्छ भनेर चाहिँ तपाईँलाई कसले सिकाएको? आफै थाहा पाउनु भएको थियो कि कसैले सिकाएर यसरी गर्नु? हामीले टङ्की बनाउने भन्ने योजना त पहिल्यै नै थियो, बनाउँला भनेर हामीले सानो मसिनो सरिया ल्याएर पनि धेरै थोपारेको थियौँ। यो गोलो टङ्की बन्नलाई यो सानो मसिनो तार हालेर गोलो टङ्की सिमेन्ट ल्याएर बनाउने भन्ने कुरो त यसका हजुरबुवाले भन्दै हुन्थ्यो। त्यहाँदेखि हामीले फेरि पछाडि नै बाबुले भन्नुभयो कि तपाईँहरूले टङ्की बनाउने इच्छा छ भने तपाईँहरूले यस्तो छ अनि बनाओस् भन्ने बेला यता हजुरबुवाले भन्नुभयो कि ठिक छ, हामीलाई त झन् टङ्कीको बनाउने आवश्यक छ, पानी हाम्रो ठाउँमा छैन। लिफ्ट सिस्टमबाट आएको पानी कहिले आउँछ कहिले आउँदैन, अब मोटर बिग्रियो भने गाह्रो हुन्छ भन्नुभयो। झन् पोरैदेखि बिग्रिएको मोटर हो, 2 चोटि हाल्दा पनि अझै बनिएको छैन। त्यहाँको पानी अझै अस्ति 10-12 दिन आयो, त्यहाँ फेरि बिग्रियो भनेर उतै लगेको छ मोटर। यो पानीले हामीलाई धेरै अब यहाँ टङ्की यहाँबाट हालेको पानीले धेरै सुविधा छ। भनेपछि यसरी यो ट्याङ्की बनाइसकेपछि मात्रै तपाईँले तरकारी खेती गर्नु? हजुर, यही टङ्की बनाएदेखि। त्योभन्दा पहिला गर्नु हुँदैन थियो? यो बारीमा चाहिँ के लगाउनु हुन्थ्यो? यिनी बारीमा तल त मकै लगाउँथ्यौँ। 1 साल हिती नै यही घरबारीमा लगाऊँ भन्दाखेरि थोरै आफूले खाने जति मात्रै लगाएका थियौँ। अहिले हामीले धेरै छ हाम्रो परेर। अब यो 2 ब्याट चाहिँ लगाउने आजदेखि सुरु गर्ने भने हो। कति रोपनी अहिले गर्नु भएको छ?
रोपनि त अब कति छ यो जग्गा अब हामीलाई थाहा छैन त्यतिखेर अब ओरेर अनुमानित यति जति भन्ने होला 3 काठ उ जति होला 3 रोपनी जति होला 3 रोपनि जति होला तपाईको यो पानी गएको ठाउँ हजुर अनि खेती भएको ठाउँ पनि हेर्न जाउँ न यसरी म यहाँ तपाईलाई देखाउन चाहन्छु यहाँबाट यो आकाशको पानी टिनमा आउँछ टिनमा आएको पानीलाई चाहिँ यसरी उहाँहरूले बनाएर यहाँबाट यसरी पाइपबाट यो ट्याङ्की बनाउनु भएको छ यो ट्याङ्कीमा खसाल्नुहुन्छ यो ट्याङ्कीमा खसालिसकेपछि यहाँ जम्मा भएको पानीलाई पाइपबाट फेरि उहाँले खेतमा लाने बनाउनु भएको छ यसरी हामी त्यो खेतमा पनि यसरी यहाँबाट चाहिँ यो अन्डरग्राउन्डबाट पाइप गएको छ तल हेर्नु सर हित्ती घारीमा छ पानी हित्ती तलेर झरेर हेर्नु हित्ती तलेर हुन्छ यो पानीलाई त त्यही खोलेर हेरौँला कि तल गएर हजुर न यहाँ खोल्ने मान्छे चाहिन्छ यहाँ मान्छे छैन यहाँ पानी आउँछ अहिले अहिले आउँछ पानी कहाँनिर छ खै हेरौँ त यो पानी यसरी खोल्छौँ सर यस्तो अब यो पाइप गाडेको छ यसरी यहाँ यो भल्भ राखेको छ यो भल्भबाट यसरी गराएर अब यसरी पानी यो खोलेर तल गएर सिँचाइ हुन्छ तल पानी गइसक्यो हैन पानी तल बारीमा जान्छ अनि बारीमा सिँचाइ गर्ने हजुर अब यहाँबाट यो उब्रोदेखि राखेको थियौँ हामीले यो अप्ठ्यारो भयो जोत्न खन्नलाई हजुर यहाँदेखि फेरि यो खनेर आस्था दबाएर तलदेखि त उब्रेछ पाइप यहाँदेखि त अलि खनेर हालेको छ बाङतिर त पानी पनि प्रशस्तै हुन्छ जग्गा पनि प्रशस्तै हुन्छ तर खेती गर्नुहुन्न के हजुर तपाईहरुले यस्तो पहाडको ठाउँमा हजुर यति माथि छ त्यहाँबाट माथि आउन पनि एकदमै टाइम लाग्यो हामीलाई त्यो यस्तो पानी पनि सर यो त हामीले खाने पानी त त्यो पारी टावर देखिया छ हजुर त्यसको तल खोलामा छ यो आउने पानी त्यो यस्तो ढोरबाङ खोलो भन्छ हजुर त्यहाँदेखि खाने पानी आउँछ हामीले यही जाओस् टङ्कीको पानीले गर्दा हामीले तरकारीको सुरु भयो पोहोरदेखि त्यही त यसको लागि सहकारीले धेरै राम्रो काम गरेछ तपाईहरुलाई हजुर सहकारीमा हामीले यो परियोजना मार्फत हेफर इन्टरनेसनल नेपाल भन्ने संस्था छ हजुर त्यसको सहयोगमा ग्रामीण महिला उत्थान केन्द्र भन्ने छ कि गोराइमा त्योबाट हामीले परियोजना सञ्चालन गराएको थियौँ आइएलबिसी भनेर त्यो परियोजनाबाट यस्तै सिँचाइको समस्या भएको ठाउँमा बिना ब्याजे लगानी गर्ने अनि 6 महिनाको एकचोटि उत्पादन हुने बालीलाई 6 महिना लाग्छ नि 6 महिनाको बाली उत्पादन गर्नुहुन्छ त्यसपछि तिर्नुहुन्छ त्यसरी चाहिँ किसानलाई सहयोग गर्नुपर्छ भनेर करिब 8 लाख रुपैयाँ हामीले सहकारीमा पठाएको थियौँ उपहार सामाजिक उद्यमीमा त्यो सिँचाइ कोषको पैसा प्रयोग गरेर तपाईहरुले यसरी खेती गर्नुभयो त्यो देख्दा मलाई एकदमै खुसी लाग्यो हैन त्यही परियोजनामा काम गर्ने भएको कारणले पनि यसरी खेती यसरी पानी जम्मा गरेर त्यो पनि आकाशको पानी जम्मा गरेर तरकारी खेती गरिरहनु भएको छ यदि धेरै ब्याड राख्नु भएको छ यो लगाउनलाई अझ तल खेती पनि गरिसक्नु भएको छ यो पनि हेर्न जाँदैछौँ एकदमै खुसी जस्तै यहाँ कति जनाले 2 जनाले गर्नुभयो है यहाँ टङ्की त धेरैलाई हो हजुर यो मकैमा चाहिँ यो पानी प्रयोग गर्नु चाहिँ गर्नुहुन्न पानी के सिँचाइ गर्नु पर्दैन पानीलाई मकैलाई पुग्दैन सर मकैलाई पुग्दैन हजुर तरकारीमा मात्रै हजुर तरकारीलाई मात्रै प्याजहरु लगाएको थियौँ हिउँदो पनि हजुर अनि प्याज लसुन सबै आफूलाई खानेकुरा घरमा अलिअलि यही पानीले गर्दा सुविधा भयो अब अहिलेल पनि अब तरकारीलाई ठिकै छ अलिअलि अब तरकारी जागिसक्यो किन्नु पनि परेको छैन घरमा खाने पनि भयो बेच्न गत साल कतिको तरकारी बेच्नु भयो होला त्यो केही अनुमान पाउनु भएको छ हामीले कति कुन्टल बाजेले भन्ने कति कुन्टल थियो बाबु हाम्रो 11 क्विन्टल हजुर भनेपछि कतिको मूल्य पायो मूल्य पुरा धेरै खासै गएन तरकारीको ठिकै थियो अलि धेरै अहिले हामीले पुरा थोरै ढिलो लगायौँ अहिले त हामीले एक प्याकेट लगाइसक्यो अब एक प्याकेट पनि लगाउने हामी त पुरा असारको 3 गतेदेखि सुरु गऱ्यौँ लगाउने हजुर त्यहाँ बिचमा पानी धेरै आयो पानी यो टमटरले सन्डो रहन्छ यही पाइप हो नि माथि यही पाइप हो यही पाइप टक्कै तलै बारीमै गइपुगेको छ यहाँ चाहिँ तल थोपा सिँचाइ हो कि यतिकै सिँचाइ गर्ने हो डाइरेक्ट सिँचाइ गर्ने हो नि यही हामीले पाइपैदेखि गरेका छौँ थोपा सिँचाइ होइन के तरकारी अहिले हामीले बढाइयो पुरै 2 प्याकेट मात्र टमाटर लगा अहिले त 3 प्याकेट टमाटर भइयो खुर्सानी भइयो गोपी भइयो अझ काउली अब पछि भर्खरै बसाइयो छ बाबु धेरै पानी नभएर अलि
भनेपछि तपाईँहरूले प्याकेटको हिसाब गर्नु हुँदो रहेछ है रोपनी भन्दा पनि हजुर हाम्रो यति पाकेट उति पाकेट भर्खर लगाउनु भएको छ। भर्खरै बसाएको छ हामीले। भनेपछि यति पोहोर साल योभन्दा अलि बढीमा थियो, बढी चाहिँ एरियामा थियो। पोहोर यो बारी पनि सबै थियो सर, उतारको बारी पनि सबै थियो तरकारी। यो पनि तपाईँहरूकै बारी हो? यो जो यो बाबुले बसाएदेखि अलि हाम्रो अलि पर पिरे खुर्सानी छ, त्यहाँदेखि सानी छ बिचमा, त्यहाँदेखि पराए बसाएर। यो तपाईँले रोप्नु भएको कति भयो? यो हामीले 28 गते रोपेको। 28 गते। हजुर। अनि अहिले पानी त धेरै परे छैन, हिजो अस्ति अलिअलि पर्यो, पानी पुग्छ त यसले? पुगेको छ सर। कति पटक सिँचाइ गर्नुहुन्छ? हरेक दिन सिँचाइ गर्नुहुन्छ कि दिनतिर आएर? पहिला त अब यो यसलाई लगाउनको दिनमा आज साँझ चार्यो, फेरि बिहान पनि चार्यो, मर्छ भनेर। हजुर। अब अहिले त हामीले 4-5 दिनको फरकमा। 4-5 दिनको फरक? हजुर, कहिले 4 दिन ज्यादा अलि सुक्ने लागियो भने। हजुर। सुकेन भने 5-6 दिनको फरकमा। त्यही अनि पानी जति धेरै पर्यो त्यति चाहिँ तपाईँलाई राम्रो हुने भयो? हजुर। यो पानी धेरै परेर त्यो माथि छ नि त्यो ट्याङ्की, हजुर, त्यो ट्याङ्की भरेर बाहिरबाट पानी जानुपर्ने अवस्था भएको छैन? यो अहिलेसम्म त भरिया छैन सर, पोहोर त भरिएर बोग्यो। हजुर। अहिले भरिया छैन, त्यतिको पानी पनि आएको छैन। हजुर। त्यही कारणले धेरै भरिया छैन अहिले। यहाँ राम्रो यहाँ पा हजुर ल हिमसाना यो बाबु, यो हिमसाना, यो पनि हिमसाना। अलि बिहार त तल राख्न पठा भइगएको थियो, पानी आयो अस्ति पुरा लाउनु समयमा 20-22 देखि। त्यो माथिको राखेको ब्याड चाहिँ कहाँ रोप्नुहुन्छ अब? यता यसमा? उता र त्यही खुर्सानीदेखि उता भाइ, त्यो खुर्सानी भइया बारीदेखि सानी छ। हजुर। यता बाबुको छोराको, यसले पहिला अलि यो 14 गते बसायो वैशाखको, हामीले यो 28 गते बसाएको। यो चाहिँ अलि पहिलाको हो? हजुर, यो 14 गते बसायो वैशाखको बाबु। टिप्न चाहिँ कहिलेदेखि सुरु गर्नुहुन्छ तपाईँले? अब पोहोर साल कहिलेदेखि बेच्न सुरु गर्नुभएको थियो? हामीले असारको 3 गते लगाएकोलाई भदौ 3 गते सुरु गरे। भनेपछि असारमा लगाउनु भयो? असारमा लगाएको थियौँ। पोहोर हामीले पहिलो किसान। हजुर। ऊ पनि गरिरहेको थिएन तरकारी खेती धेरै, त्यही भएर पोहोर हामीलाई भनिदिए सबैले बर्खा लाउने अन्त बर्खैलाई लाउँछन् भन्ने कुरो सुन्यौँ। अब लगाए किसानहरूले अहिले आफूले बुझ्दा धेरै अगाडि लाउँदा यो बिरुवाले राम्रो, धेरै पानी पनि यसलाई धेरै सहनु रहन्छ। बर्खा त धेरै पानी आउँछ, त्यही बिचमा त्यही भएर धेरै रोगहरू लाग्यो। यो फलमा फल त हाम्रो धेरै फलेको थियो, हामीले 5-6 कुन्टलमा बोरी फाल्यौँ। टिप्दै फाल्दै बर्खाको समयमा लगाउनु? हजुर, पानीको झरी गरिदियो। अब यताउताबाट कुहिरा नै आउँदाखेरि त्यो यता पनि त्यही आकाशकै पानीबाट हो नि? यो आकाशकै पानीबाट हो। दोस्रो टङ्कीबाट तपाईँको कति कट्ठामा कति रोपनीमा गर्नु भएको छ? कट्ठा भन्दा रोपनी भन्छ कि यता नि? रोपनी कति रोपनीमा छ यो? 2 रोपनीमा? गत साल कति लाखको बेचियो तरकारी? लाख पुगेन? कति पुग्यो? पाँच हामीले तल हजुर बुवाले त हामीलाई त्यति थाहा भएन। यहाँ तरकारी खेती गर्ने तपाईँहरू यो 2 जना मात्रैले हो अहिले? अलिकति माथि त्यहाँ जेठाले लाउनुहुन्थ्यो यही बारीमा, भर्खरै टङ्की 2टा ल्याउनु ल्याएछ। हरियो ड्रम त्यो पनि यही उसबाटै होइन? यहीबाट हो सर, सिँचाइबाट हो। त्यहाँ भर्खरै ल्याउनु भयो उहाँले त पोहोर थिएन त्यो, घरकै पानी अब साना ड्रमहरू बसाएर गर्नुभयो। हजुर। अनि यो सिँचाइको कोस्टले त्यसो भए तपाईँलाई धेरै राम्रो गराइरहेछ है? हजुर, धेरै राम्रो छ सर। अरू कतिजनाले ल्याउनु भएको छ त्यस्तै यहाँ किसानहरू तपाईँहरू जस्तै? यो तपाईँहरू 2 जनाले त यो ट्याङ्की नै बनाउनु भयो होइन, आकाशको पानीलाई सँगालेर खेती गर्ने गरी। अनि त्यो बाहेक अरू प्लास्टिक ड्रमहरू पनि लिएर प्रयोग गर्नुभएको छ, त्यस्तो चाहिँ कतिजना हुनुहुन्छ? माथि 2 जना ल्याउनु। 2 जनाले हरियो ट्याङ्की ल्याउनु भएको? हजुर। 3 जना कोले तल 4 जना हो? 4 जना यसपालि 4 जना लाग्यो हो। फेरि 4 जना आउँछ। भनेपछि तरकारी खेती गर्ने किसानहरू त्यो बढ्दै हुनुहुन्छ, त्यो उपहार कसको कारण? हजुर।
भनेपछि अहिलेसम्म यहाँ तरकारी खेती गर्नुभएको छैन गरेको तपाईँले थिएन कहिले सर। पनि गर्नुभएको थिएन हजुर त्यही गरेको थिएन। उपहार कोषको पैसा पाउनुभयो हजुर अनि त्यो ट्याङ्की बनाउनु भयो ट्याङ्की हजुर। बनाइसकेपछि तरकारी खेती गर्नु हजुर जहाँ जहाँ तरकारी लगाउँथ्यो उयो अनि गरेर कस्तो लाग्छ त तरकारी किनेर खाइरहेको मान्छेले आफै तरकारी फलाएर अहिले तरकारी बेच्दाखेरि चाहिँ कस्तो लाग्छ तपाईँलाई हामीलाई ठिकै राम्रो लाग्छ सर अब आफूले गर्दाखेरि अब किन्नुभन्दा अब आफूलाई धेरै कुरा राम्रो हो आफूले अब गरेको चिजलाई बेच्नु खानु अब अर्काबाट ल्यायो 1 किलो चिज त कति दिन हुन्छ हो अब आफूले गरे त धेरै दिनको अब बेच्नु पर्यो उ गरेर राम्रो छ सर अहिले हामीलाई यो टङ्कीले गर्दा पानी पनि अब हाम्रो अब 1-2 दिनपछि यो सकभर धाराको पानीले अब हुन्न अब त्यो खानेमा ठिक्क हुन्छ अब अर्को घरदेखि त्यो पाइप फेरि त्यस्तै गरी हालेपछि अब हामीलाई प्रशस्तै हुन्छ टङ्कीमा पानी यो तरकारी खेती गर्दा र मकै लगाउँदामा केमा फाइदा रहेछ बढी तरकारीमा छ सर फाइदा अब अहिले हाम्रो ठाउँमा झन् बन्योली ए हेर्नु त बाबु यस्तो भर्खरको यत्तिकै छ आधा मौका उठिसक्यो बन्योले बदलले यो टमाटर चाहिँ खाँदो रहेछ योलाई खाएन सर पोर फलेपछि पनि खाएन योको तरकारी यही बाटो हिँड्ने बरु राति यताबाट गएन खाले हो त्यो यो तरकारीलाई चलाएन सर केही ए त्यस्तो पनि हुँदो रहेछ त है रसी पनि बाबु रसीको भन्दा पनि यो गन्न मान्ने रहेछ औषधि हालेको ठाउँमा धेरै त्यस्तो प्रयोग आउने त्यो रहेछ विषादीले केही गर्दाखेरि चिज खाएन पोर बाँदर कतिको लाग्छ यहाँ बाँदर लाग्छ सर बाँदरले त खान्छ होला टमाटर बाँदर त अब त्यतिको दिउँसो चिज लाग्ने चिजले गर्दा हामी अब यतै अब दिनभरि यतै हुन्छ अब हामी त अझ यो आज यो अब यस्तै छेटा गार्ने भनेको यो फेरि सुक्खा भएर यो जाँदैन अब अलि आस्था गएन पनि ढल्छ हावाले भनेर यो 1-2 दिन पानी आउला भन्दाखेरि पानी आएको छैन मसँग उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाको बजार व्यवस्थापक झिनबहादुर नेपाली हुनुहुन्छ जसले यो तरकारी खेती गर्न तरकारी बजारीकरणमा पनि सहयोग गर्नुहुन्छ सँगसँगै उहाँहरूको सहकारीको मात्रा बजारीकरणदेखि थुप्रै कामहरू कृषिसँग सम्बन्धित कृषि उत्पादन र त्यसको बजारीकरणसँग सम्बन्धित थुप्रै कामहरू गरिरहेको छ उपहार सामाजिक उद्यमी महिला सहकारीले त्यो सहकारी मार्फत सिँचाइ उपहार कोषको व्यवस्थापन पनि झिनबहादुर सरले नै हेरिरहनु भएको छ उहाँले नै गरिरहनु भएको छ म यो कोषको बारेमा थोरै जानकारी लिनका लागि उहाँसँग कुरा गर्दैछु यस्तो अहिले भर्खर हामीले यो भिडियोमा हेरे जस्तै अहिले भर्खर हामीले देखेकै जस्तै यस्तो खालको ट्याङ्की बनाउनलाई तपाईँले सहकारीबाट चाहिँ कतिजनालाई यो कोषको पैसा वितरण गर्नुभएको छ धन्यवाद सर यो हामी उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट हामी 4 जना किसानहरूलाई चाहिँ यो ट्याङ्की वितरण गरेका छौँ र भने हाम्रो हिल ट्याङ्की बाहिर ट्याङ्की पनि वितरण गर्यौँ पाइप पनि वितरण गरेका छौँ र हाम्रो यसमा चाहिँ के भयो भने बाहिर ट्याङ्की लिँदाखेरि चाहिँ पानी सङ्कलन कहाँबाट गर्ने भन्ने समस्या भयो यो सिमेन्टको ट्याङ्की बनाउँदाखेरि उहाँहरूले वर्षायाममा चाहिँ छानाबाट आएको पानीलाई पाइपबाट कलेक्सन गरेर ट्याङ्कीमा राख्नुहुन्छ अनि जतिखेर आवश्यकता पर्छ उहाँले त्यतिखेर चाहिँ यो पाइप चार्नुहुन्छ यो ठाउँमा चाहिँ बदलले मकै खेतीमा एकदमै क्षति पुर्याइसकेपछि हामी तरकारी खेती गर्नुहोस् अर्को विकल्प हाम्रो किसानलाई चाहिँ विकल्पलाई यो तरकारी खेती गर्नुहोस् भन्ने कुरा भयो यो तरकारी खेतीमा चाहिँ विषादीको कारणले गर्दाखेरि बदलले खाँदो रहन्छ भन्ने कुरा गत वर्षको तरकारी खेती पनि हामीलाई सिकाइ बनाएको छ र यो सिँचाइ कोषले हाम्रो सदस्यहरूलाई धेरै सहयोग गरेको छ र यो सिँचाइ कोषबाट अहिले हाम्रो किसानहरू वृद्धि हुनुभएको थियो जबकि यहाँको किसानहरूले सदाभर तरकारी बाहिरबाट किनेर खानुहुन्थ्यो भने अहिले चाहिँ यहाँ आफै उत्पादन गरेर बजारीकरण गर्नुभएको छ बजारमा चाहिँ लिनुहुन्छ हामी गाडी यहाँ आएर घरैबाट तरकारी चाहिँ लगिदिने गरेका छौँ